हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल एगेन है। आज चाहिँ हामी घुम्न गइरहेका छौँ। आजको हाम्रो स्पेसल ठाउँ भनेको चाहिँ डेनमार्कको यो हर्सेन्स भन्ने सिटीको नर्थ बिच भन्ने ठाउँमा चाहिँ हामी साइकलमा जाँदैछौँ। साइकल मतलब इलेक्ट्रिक स्कुटीमा चाहिँ हामी जाँदैछौँ, हामी दुईजना हस्बेन्ड एन्ड वाइफ है। अनि त्यही हो, घुम्दैछौँ। ठाउँहरू यस्तो छ, राम्रो छ है। अनि राइडर चाहिँ नि हो नि होइन, यस्तो खालको स्कुटी यस्तो हाम्रो है। दुईजना चढाएको छौँ, हिँडिरहेको छौँ हामी। जो जङ्गल एरिया छ अहिले चाहिँ। यहाँबाट अब केही समयमै चाहिँ नर्थ बिच भन्ने समुद्र छ, ठुलो समुद्र छ, त्यो अब आइहाल्छ एकछिनमा। जे होस् हामी अन द वे छौँ। ठाउँहरू एकदम रमाइलो रहेछ घुम्नको लागि। जे होस् अब अहिले हामी साइकलको लेन हुन्छ, सानो लेन छ साइकलको, त्यो बाटो हिँड्दैछौँ। पुरै जङ्गल छ है, यस्तो यस्तो जङ्गल जस्तो छ है। पुरै घरहरू, सानो सानो घरहरू, अमृतसरको बोट। अब हामी अलिकति उकालो आएको भएर चाहिँ साइकलको अब किन ब्याट्री खर्च गर्नु, हिँड्नु मन हिँड्दैछौँ। जे होस् ठाउँ रमाइलो छ, घुमघामको लागि एकदमै राम्रो, एकदम राम्रो, फुल अफ नेचर छ क्या, नेचरै नेचर छ। मौसम फेरि आज त्यस्तै घाम लागेको छ है, नत्र पानी परेको लगातार 1 हप्ता भइसकेको थियो पानी परेको। बल्ल 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 आज मौसम राम्रो भएर नि फेरि आज हाम्रो दुवैजनाको ड्युटी पनि अफ भएको मौका पारेर चाहिँ ल जाउँ न त घुम्नलाई भनेर जाँदैछौँ। हामी जे होस् नर्थ बिचको चाहिँ राम्रो भ्यूहरू सबै देखाउँछौँ, कस्तो ठाउँमा गएको रहेछौँ भनेर थाहा हुन्छ। डेनमार्कको हर्सेन्समा बस्ने मान्छेहरू चाहिँ कोही हुनुहुन्छ भने नेपालीहरू, मेरो भाषा बुझ्ने जति मान्छेहरू चाहिँ एकचोटि आउनु होला, किनभने एकदमै यस्तो राम्रो नेचर छ यहाँ, कुरै नगरौँ। यो चाहिँ हाम्रो अन द वेको बाटो है। जस जाँदैछौँ हामी, यस प्रकारको छ बाटो। अनि अन द वे। अनि हाम्रो चाहिँ साइकल यस्तो चाहिँ है। अनि एकजना चलाउने, एकजना पछाडि बस्ने गर्छौँ होइन। अब हुन त दुईजना बस्ने खालको साइकल त होइन, तर अब त्यही हो, विदेशको ठाउँमा म्यानेज गर्नुपर्ने हुन्छ। जे होस् युरोपको एउटा सबैभन्दा राम्रो बाटो भनेको चाहिँ सबै कुराहरू एकदम म्यानेज्ड हुन्छ क्या, म्यानेज पुरै। फुलहरू हरेक हरेक घरहरूमा अगाडि होइन फुलहरू फुलिरहेको हुन्छ। लाली गुराँस पनि पाउँछ, तर अलिकति अर्कै टाइपको हुन्छ लाली गुराँस चाहिँ, तर जे होस् पाउँछ। फाइनली हामी आफ्नो टार्गेटमा चाहिँ आइसक्यौँ। जे होस् म देखाउँछु कस्तो छ भनेर। यो चाहिँ बिच हो होइन, खासमा बिच चाहिँ यहाँनिर छ बिच चाहिँ, तर अब हामी अलिकति माथि नै छौँ, त्यही भएर माथिबाट देखाएको। हामी त्यहाँ पनि पुग्छौँ अहिले। गाइज हामी नर्थ बिच आइसक्यौँ। नर्थ बिचको लागि चाहिँ यहाँनिर अलिकति नर्थ बिच भन्दा नि बेसी जङ्गल घुम्नु पर्दो रहेछ होइन। जङ्गलको यस्तो राम्रो सिन छ यहाँनिर, म देखाउँछु ल सिन। यो चाहिँ भयो हाम्रो बाटो वे, यस्तो छ यहाँनिर होइन त। स्वर्ग जस्तो छ नि त, यस्तो ठाउँ खोज्नको लागि, यस्तो ठाउँ पाउनको लागि त हामीले जुनी काट्नुपर्छ जस्तो लाग्छ। सपना चाहिँ छ यस्तै ठाउँमा चाहिँ घर बनाएर बस्ने सपना। हेर्दै जाउँ कहाँसम्म पुरा हुन्छ के हुन्छ होइन। अनि यो अब रुखबुट्टा भयो पुरै। मेरो मिसेस अगाडि स्कुटी लिएर सरल गइरहेको छ। गाइज फाइनली चाहिँ हामी नर्थ बिच हुँदै हुँदै चाहिँ हामी एउटा राम्रो समुद्रमा निस्केको छौँ होइन। त्यो समुद्र देखाउँदैछु म।
यस ठाउँ रमाइलो छ एकदम 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 रमाइलो छ घुम्नको लागि। त्यो वहाँ पर देखेको चाहिँ सबै सिपहरू हो, यो बोटहरू। यहाँ चाहिँ अब पैसा तिरेर सिपिङहरू यताउति गर्नलाई पनि पाइन्छ होइन, बोटिङ गर्नलाई पनि पाइन्छ। आउने भित्र जाउँ। हजुर पानी ठुलो भयो नि, समर लागेको छ, पानी परेछ। यही हो हाम्रो मेन समुद्र भनेको चाहिँ। बैठो रियल बैठो यहाँ मोती पुलाने देन है के किरा हुन्छ नि एउटा खोइ के छ यहाँले किरा जस्तो। यो समुद्रको पानी यस्तो सङ्लो रहेछ नि आज फेरि। अँध्याएर आएको छ मान्छे त। त्यहाँ मान्छेहरू बोटिङ गरिरहेको छन्, मान्छेहरू त्यहाँनिर सर यहाँ बसिरहेको छन् मान्छेहरू। कोही समुद्रको एरिया त यो एकदमै ठुलो छ, के कुरा गर्ने। कोही अब कोही नुहाइरहेका छन्, कोही फोटो खिचिरहेका छन्। चिल छ चिल यहाँ जोस्। यता हेर त कस्तो लागिरहेछ घुम्दाखेरि, ठिक छ नि है। पानी आज लास्टै सङ्लो रहेछ हेर्नु न। त्यहाँनिर मान्छेहरू नुहाउनको लागि रेडी भएर बसिरहेको छन्, लुगासुगा खोलेर। आमा पुरा हुँदैछ। सबै सिपहरू बुक गरेर के चाहिँ यही हो हाम्रो समुद्र भनेको चाहिँ यही हो होइन। हामी नर्थ इस्ट घुमेर यहाँ आयौँ अनि अब यस्तै हो सिनहरू। मैले सबैको भिडियोमा राखेको छु, भिडियो हेरेर रमाइलो गर्नु होला, इन्जोय गर्नु होला। अहिलेको लागि यति नै भन्दाखेरि भनेर पुरै टुङ्ग्याउँछु। हामी बाँकी भेटौँला अब अर्को भिडियोमा है त।
के भन्नु छ तिम्रो छैन नि छ मतलब भिडियोलाई सपोर्ट गर्नु त्यही हो होइन ल अहिले यति भनिदिनु राख्छु म अर्को भिडियोमा भेटौँ ल नयाँ ठाउँ नयाँ भिडियो बाई बाई अहिले लाउँछ भने भेट्टा ओछ्यान घरकै ओछ्यान मस्त लिएर राख न